अहिले वेस्ट इन्डिज जुन फर्ममा छ नि लागिरहेछ 2016को इतिहास फेरि दोहोऱ्याउँछ। पहिला इङ्ल्यान्ड त्यसपछि नेपाल अनि त्यसरी नै म्याच जित्दै आयो अनि हिजो फेरि जिम्बाब्वेले भाइ जुन फर्ममा वेस्ट इन्डिज चलिरहेछ नि यो फर्ममा लागिरहेछ 2016 वाला पुरै टिम आइसकेछ पुरै फुल अफ तान हो जुनियर कसैले पनि हेरिरहेछन् मात्र सो आइरहेछ अगाडि त्यसले उखालेर फालिदिनु। भाइ सबैजनाले लागिरहेको थियो कि इन्डिया जित्छ मलाई पनि तर अब लागिरहेको छैन अब त लागिरहेछ इन्डिया जित्दैन वेस्ट इन्डिज नै लग्छ जसरी फर्म अहिले फेरि आइसकेछ वेस्ट इन्डिज पुरानो अवतार जब क्रिस गेल हुनुहुन्थ्यो त्यो बेला जस्तो। मलाई त लागिरहेछ फाइनलमा वेस्ट इन्डिज अनि साउथ अफ्रिकाको हुन्छ किनभने यी दुईवटा टिम मलाई सबैभन्दा अहिले राम्रो लागिरहेछ किनभने इन्डियाको सबै बेटर मात्रै इशानमा डिपेन्ड छ। इशान यदि छिटो आउट भइहालिरहेछ भने एउटा बच्ची गएर शिवम दुबे नै म्याच निस्काउन सकिरहेछ भने अरू कुनै होइन तर साउथ अफ्रिका अनि वेस्ट इन्डिज यो दुवै टिम अहिले धेरै राम्रो फर्ममा रहेछ। मेरो हिसाबले त साउथ अफ्रिका अनि वेस्ट इन्डिजमा नै फाइनल हुन्छ अब हेरौँ के भइरहेछ। अनि तपाईँलाई के लागिरहेछ कुन टिम फाइनलमा जान्छ अनि कुन टिम जित्छ यदि साउथ अफ्रिका अनि वेस्ट इन्डिज फाइनलमा पुग्यो भने कमेन्टमा भन्नु होला।